हेलो भन्छ हामी चाहिँ सलिम दादाको बिहा मङ्गनीमा जाँदैछु। हेलो एभ्रिवान, वेलकम टु युट्युब च्यानल। आज चाहिँ हामी दादाको इन्गेजमेन्टमा जाँदैछौँ। अहिले चाहिँ सबैजना रेडी भइसक्यो। यहाँ चाहिँ हाम्रो पिनोटमा यता हेर्दिनु हेलो भनिदिनु चाहिँ मामा हो। आमा रेडी भइसक्यो है राख्नु यहाँ चाहिँ हाम्रो आजको मेन बेहुला अच्छा बहिनी त हेर्दै बहिनी हेलो भन्छ हामी चाहिँ सलिम दादाको बिहा मङ्गनीमा जाँदैछु भन्छ। यहाँ चाहिँ अरूहरू चाहिँ रेडी हुँदैछ। बिता आन्टी रेडी हुँदैछ। बाबा रेडी भइसक्यो। अब माथि चाहिँ अरूहरू छ। बेहुला जाँदैछ। नरुई बस्दै गर्नु ल, मिठाई ल्याइदिन्छु। के गर्नु अहिले कम्ती बोलाइरहेछ हो। अनि त्यही भएर अब बिहामा चाहिँ सबैलाई अरे अहिले चाहिँ बाजे बोजू नबोलाएको अरे। ए गाइस यहाँ त पढ्नु सुरु हुँदैछ। यहाँ हेर्नुहोस् है मम्माले कलायो। कसले कलायो बहिनीलाई? मम्माले कलायो। बहिनी कहाँ गएको अरे? यता हेर्दा बहिनी कहाँ गएको अरे? ए अँ है अब चाहिँ हिँडेको बाजे बोजूले हेरिरहेछ जानु नपाएर। अब गइरहे आज ग्लोसी गर्ल्समा हेलो भनिदिनु पर्छ। हेलो, आज हामी बर्थडे भनेको आज हामी सलिमको इन्गेजमेन्टमा कालिम्पोङ जग्गाको नाम चाहिँ थाहा भएन, तल पर्छ जाँदैछौँ। हजुरहरूलाई जान सक्दैन, सरी प्रार्थना गर्नुहोस्। ओ प्रतीक्षा यता हेर्देऊ खोइ कहाँ छौ? यहाँ हेर न पैसा त यहाँ छ जाँदैन अरे। बिहामा भेट्नु सबै चाहिँ हामी यहाँबाट तपाईँहरूलाई पर कालिम्पोङ पुगेर जग्गा पुगेर भेट्नेछौँ। चाहिँ डेलो मुनि खाना खानुको लागि गाडी लगाइरहेछ। खाना पर्खिरहेछ यति आउँदैछ हेर्न सक्नुहुन्छ। कहाँ गएको भाइ भनिदियो त अलिकति? कहाँ गएको? ए ल ल बहिनीले भन्छ। बहिनी कहाँ गएको? अलिक राम्रो बोल्नु न। फाइनली गाइस हामी तो टाढो रहेछ बाटो चाहिँ जानुहुँदैछ। माथि ऊ माथि चाहिँ छ अरे घर। आमा छिटो
बोके बाटो चाहिँ उकाल जानुपर्ने छिटो 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 गइस अब हामी चाहिँ यहाँ भाउजूको घरमा आइपुग्यो कस्तो भएछ तपाईँको त हाम्रो बडा सेतो कि भित्र चाहिँ बातचित हुँदैछ है दाजु र भाउजू भित्र छ अरू यहाँ चाहिँ यिनीहरू चाहिँ बडाको मजाक गर्दै हाँसिरहेछ हाम्रो ड्राइभर पनि निर्धार अल्छी लाग्यो केटाकेटीहरूको हालत बेहुला बेहुला हो Happy engagement to you. Happy engagement to you, Emily and Celine. Happy engagement to you. May God bless you. May God bless you. May God bless you, Emily and Celine. Happy engagement to you. Okay. अब दुईजना बस्दै गर्छ एकदमै सुन्दर ओके लु सो बाजेलाई ल ओके ओके आचुले आप्पालाई पनि तपाईको सम्झीलाई पनि ओके आचुले Chule. No, Sashi, ¿qué va? Mama. Chule. मामा यहाँ ढोकेर आउँदैछ ल आचुले भन्दै होला अब ढोका जाऊ बल्छुलाई ढोका अब चाहिँ खाना खाने स्टार्ट भयो खानाको आइटमहरू कस्तो लाग्यो अन्त तपाईँलाई दर्पण दाजु के भन्नु हुन्छ हुन्छ राम्रो लाग्यो मजा लाग्यो गरम छ न्यानो छ सबै कुरो ठिकै छ भात पनि यस्तै पाइन्छ हेर्दै गरेँ यताबाट तिमीहरू पनि यसो हेर्दिन बडीमा एउटा चम्ची दिनु न यहाँ चाहिँ बेहुला बेहुलीको फोटोसुट हुँदैछ निकालिकन लगाइदिनु न एकपल्ट क्यामेराम्यान
मङ्गनी मात्र भएको छ अस्ति सोधनी भयो आज मङ्गनी भएको छ हाम्रो प्रतियोगिता 24 को 55 अध्यायले भन्छ त्यहाँ चाहिँ रेबिका र इजाकको निम्ति पनि यसरी नै मङ्गनीको हाम्रो भएको थियो अनि आमा र दाजुले चाहिँ 10 दिनसम्म चाहिँ छोरी राखिदिनुहोस् भनेर चाहिँ बिन्ती गरेको थियो अब्राहमको दासलाई तर 10 दिन होइन हामी चाहिँ जनवरीसम्म पनि अब मङ्गनी गरेर छोरी राख्दैछौँ अनि त्यसपछि चाहिँ हामी फेरि पनि भेट गरेका छौँ आजको निम्ति चाहिँ यसरी स्वागत राखेर तपाईँको माझमा आजको कार्यक्रममा चाहिँ म यति नै बिदा गर्छु दिनुहुन्छ भनेर चाहिँ अब चाहिँ तपाईँहरूसँग चाहिँ हामी अब आजको लागि बिदा गर्दैछौँ आउँदो दिनहरूमा चाहिँ अब हामी कसरी तपाईँको छोरीलाई हाम्रो हातमा तपाईँले दिनुहुन्छ अनि हामी कसरी लानुपर्ने त्यो तपाईँहरूकोबाट हामीलाई आइडिया दिनुहोस् अनि त्यो आइडिया अनुसार हामी त्यसरी मेरोबाट अच्छा हाम्रो चाहिँ बाजे हाम्रोबाट अब हुनु के छ भन्दाखेरि पासेज्यू डल्लै 6 महिना छ के कसो 6 महिना डल्लै छ है 6 महिना जनवरीमै हामी चाहिँ मोटामोटी अब फ्यामिलीमा सल्लाह गरेर चाहिँ यो जनवरीमा एउटा डेट हेर्छौँ त्यसको सायद हामी 1 महिना अगाडि फ्यामिलीबाट सल्लाह गरेर फेरि अब तपाईँलाई हामी एकपल्ट दिन्छौँ तपाईँले अब हामी प्रायः फोनमै कन्ट्याक्ट भइरहेछ म यहाँ आएर भेटेर भने तपाईँहरू कन्ट्याक्ट अनि हाम्रो योसँग त कन्ट्याक्ट भइरहेछ ल त्यसमा प्रब्लम छैन होला अनि त्यो बिचमा हामी अलिकति होमवर्क गर्नुपर्छ लाग्यो हाम्रो एसपीसँग पनि हामी के छ कस्तो छ त्यो विषयमा हामी सल्लाह गर्छौँ त्यसपछि क्लियर भएर तपाईँलाई हामी फोन गर्छौँ अनि त्यो एउटा डेट हुन्छ होला त्यो डेटमा हामी फेरि बस्छौँ के अब खाँचो के छ त्यो ट्याकै राखेर हामी के तपाईँलाई सायद अझै बिछाउन सक्छौँ त्यो चाहिँ त्यही दिन मात्रै डिक्लेयर गर्नु ल पछि त्यो चाहिँ अब हामी एकताल तपाईँलाई फेरि बोलाउँछौँ जनवरीको 1 महिना अगाडि हामी क्रिसमसलाई पनि टच लगाएर सायद नोभेम्बरतिर यो कुरा सल्लाह गर्छौँ एकपल्ट तपाईँलाई हामी फेरि जिताउँछौँ ल तपाईँ प्रिपेयर गर्नुहोस् यिनै पनि प्रिपेयर गर्छौँ अनि उहाँको त एउटा ठिकै छ गाडी आयो भने त्यो एउटा सानो रिक्वेस्ट छ नोभेम्बर अक्टोबर एउटा कन्फरेन्स हुन्छ अच्छा जनवरीमा हाम्रो कन्फरेन्स अच्छा सिलगढीमा अच्छा हाम्रो टिम चाहिँ हाम्रो एउटा वेस्ट टिम छ कि म तपाईँलाई त्यस अनुसारै म तपाईँलाई त्यही अनुसार बातचित गराउनु तपाईँको पनि सुविधा हाम्रो सुविधा हुन्छ बाँकी तपाईँको आएको नोभेम्बर र डिसेम्बर जनवरी जनवरी सबैतिर होइन हजुर अक्टोबरमा त्यो तपाईँको यो दसैँ औँसीको टाइममा अच्छा छुट्टी हुन्छ नि एक हप्ता चाहिँ हाम्रो त्यहाँनिर कन्फरेन्स हुन्छ हामी नोभेम्बर पनि होला नोभेम्बर पर्दैन अच्छा हामी नोभेम्बर नोभेम्बरमा बोलाएर हामी यहाँबाट सायद हामी यहाँसम्म उहाँलाई एउटा ट्याक्टिक दिन्छौँ तपाईँ यो दिन पासेजीको फुर्सद भयो भने हामी सोध्छौँ नि त्यो तपाईँले यस भन्नुहोस् ल एक दिन हाम्रो चाहिँ अब इस्लामिक कान्ति कस्तो भने हजुरको अब क्याथोलिक्स भयो तपाईँको आफ्नै नियम कानुन चर्चको आफ्नै नियम कानुन छ हजुरको जस्तो अब यो दैवीय ल खै अब हामी चाहिँ निस्केको कस्तो लाग्यो तिमीलाई भन्दा एकदमै दामी जग्गा रहेछ गरम त गरम बिहा चाहिँ अब जाडो महिनामा हुन्छ होला होइन नदीको दाजुको इङ्गेजमेन्ट पनि सकियो आज है हुन्छ बाई फुलहरू ओसाल्नु थाले यहाँ चाहिँ फुल ओसाल्नु थाले रिल्स त होइन अब भ्लगमा हजुर यहाँ यस्तो भएको नि त अहिले म पनि जान्छु होला अफिस यस्तो गाउँ भजुलु अलिकति हामी झन्डै म यहाँ पर उदि मुन्टो भएर खुट्टा भाँचिन्जल भनायो झन्डै हो अब चाहिँ यही हिल लगाएर म कहिले पनि आउँदिनँ हामी फर्केको यहाँनिर गाडी वेट गरिरहेछौँ यस अब चाहिँ हामी फर्किँदैछौँ अत्तु भयो हजुर गरमले झन्डै के भयो के भन्छ हामी बडाको भुँडी हेर्नु छ होला यहाँनिर भनिदिनुहोस् इन्गेजमेन्ट कस्तो भयो त कस्तो लाग्यो तपाईँलाई राम्रो लाग्यो बढी आउँदैछ हाम्रो आउँदैछ अब छुट्टिनु पर्छ दुईजना ल बाई 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 बाई
हुन्छ गाइस आजको भिडियो चाहिँ यति नै हो है तपाईहरुलाई मन पर्यो भने लाइक शेयर कमेन्ट गरिदिनुहोस् होला अनि जतिजनाले यो भिडियोहरू हेर्नुहुँदैछ जतिजना हाम्रो नयाँ भ्युअर्सहरू हुनुहुन्छ प्लिज सब्स्क्राइब गरिदिनुहोस्